यहाँहरू सम्पूर्णलाई नमस्कार। मेरो युट्युबमा जोडिनु हुने साथीहरू, मेरो चाहिँ भर्खरै खोलेको युट्युब च्यानल हो। तपाईहरूले लाइक, कमेन्ट र सब्स्क्राइब, सेयर पनि गरिदिनु होला। र तपाईहरूलाई आज म एकदमै जीवन उपयोगी र हाम्रो लेखान्त लेखिसकेपछि कहिले पनि मेटिँदैन भन्ने कुराको सार्थकता दिनको लागि एउटा त्यही सम्बन्धित एउटा कथा भन्न गइरहेको छु। भन्छ नि, हुने हुनामी दैव नजाने, लेखेको कुरा भएरै छाड्छ, कहिले पनि त्यो कुरा मेटिँदैन भन्छ। त्यसलाई नै आज चाहिँ तपाईलाई यो कथा मार्फत चाहिँ साँच्चीकै प्रष्ट बनाउन खोज्दैछु। पहिलेको जमानामा दुईजना ढाक्रेहरू चाहिँ सामान बोकेर गतिरै हिँडिरहेको रहेछ। अनि गतिरै हिँडिरहँदाखेरि एउटा गोरुको टाउको चाहिँ त्यही गतिरमा यस्तो हुन्छ नि, अब बालुवा ढुङ्गा भएको ठाउँमा चाहिँ गोरुको टाउको, त्यो पनि धेरै वर्ष पुरानो टाउको हड्डी मात्रै चाहिँ रहिरहेको रहेछ। अनि ढाक्रे हिँड्दै जाँदाखेरि चाहिँ एउटा ढाक्रेले टक्क देखेछ, यस्तो भारी तपाईँको खोकान चाहिँ टेकन लाएर बस्दाखेरि टक्क अगाडि गोरुको टाउको देखेछ। अनि त्यो गोरुको टाउकोमा चाहिँ के लेखेको रहेछ भन्दाखेरि, लेखको जन्म देशीको मरण, मरेपछि पनि एक औधी गरौँ भनेर लेखेको रहेछ अरे। यस्तो त्यो ढाक्रेले पढ्यो। अब यो मरिसकेको गोरुको टाउको, त्यो पनि हड्डी मात्रै छ, यो चाहिँ के लेखेको होला, यसले चाहिँ के चाहिँ औधी गर्छ त, यसले चाहिँ के चाहिँ हानि पुर्याउँछ त भन्ने लागेछ उसलाई। अनि उसले यस्तो सोचेछ, यो के चाहिँ उसले चाहिँ हानि पुर्याउला भनेर चाहिँ उसलाई चाहिँ रिस उठेछ कि, यो के लेखेको, यस्तो पनि हुन्छ खै, मरिसकेकोले के औधी पुर्याउँछ, बाँचिन्जेल त केही गरेन उसले भनेर भनेछ। अनि लेखेको छ, बाँचिन्जेल केही नगरे पनि मरेपछि औधी गरौँ भनेर लेखेको। अनि उसको पालो त्यो टेकुवाले चाहिँ सबै निकालेर एक टेकुवा कसेर हानेको गोरुको टाउको। जब उसले टेकुवाले कसेर हान्ने बित्तिकै त्यो गोरुको टाउको हड्डी फुटेर आएर चाहिँ उसको एउटा हात प्याट्टै फुटाइदियो। त्यति बेला उसले बुझेछ अरे, वास्तवमै कहाँ फुट्यो, एक औधी त गर्यो। त्यसले गर्दाखेरि भन्छ नि, भावीको लेखान त कहिले पनि मेटिँदैन, त्यो पुगेरै छर्छ अगाडि पछाडि जहिले भए पनि भन्छ। त्यसले गर्दाखेरि हामीले प्रयास सधैँ गर्नुपर्छ, हामीले सुख पाउने आश गर्नुपर्छ, तर दुःख भए पनि स्वीकार्नुपर्छ, भावीको लेखान त हो भन्छु म चाहिँ। कस्तो, तपाईँहरूलाई कस्तो लाग्छ?